Hello guys, welcome to my channel. This is me Deepsika Siwa all the way from Japa. आजको चाहिँ यो मेरो फर्स्ट मिनी ब्लग हो अनि आज चाहिँ हामीहरु सेल्फी डाँडा घुम्न जाँदै छौं. She is my sister. She is from Italy. अनि उलाई चाहिँ म यहाँ झापा घुम्न आउँदाखेरि लग्न आँटीको यहाँको एउटा फन पार्क भन्नु न. अनि हामी जाँदै छौं. यो चाहिँ झिलझिले बजार हो गाइस. शुभ अगाडि न सुबुको आउटफिट यता हेर. वाउ राम्रो देखिन्छ. ओके गाइस यता अल साइडमा यो चाहिँ सेल्फी डाँडा जाने बाटो हैन सुबु. हामीले भ्लग बनाउँदै छौं कि आज हाम्रो फर्स्ट भ्लग हो क्या. अंकलको सिट के अरे अटोमा आउनु होला. राम्रोसँग लगिदिनुहुन्छ मिला. हामी दुईजनाको अङ्कल यो बोक्नु पर्ने अब लिन ल अब हिँड अगाडि. अनि हामी चाहिँ अहिले सेल्फी डाँडा आइसक्यौँ. कस्तो लाग्यो सुपु? ह्याप्पी ल्यान्ड अलि अगाडि जाउँ त. वेलकम वेलकम रहेछ. यहाँ मान्छेहरू पनि हुनुहुँदो रहेछ मेरो सुपुलाई. वाउ अनि यो चाहिँ हाम्रो ह्याप्पी ल्यान्ड हो गाइस. ओके यहाँ चाहिँ माछाहरू ओसी रहेछ है. भ्यू अफ द ह्याप्पी ल्यान्ड दामी छ. वाल छ यो प्लेस चाहिँ. अहिले हामी यहाँ छौँ. मेरो बहिनी हेर्दै छिन्. हामी यो अर्को गुफाभित्र आइसक्यौँ. गुफा कि के हो आई डोन्ट नो. अनि अब चाहिँ हामी यो मेरो हात के भएको यस्तो यस्तोमा जान्छ. अब चाहिँ हामी सुबुलाई के खेल्ने हो त्यही खेलाउन चाहन्छौँ. ओके यहाँ फ्री पनि छ. टिकट 200 रुपियाँ काटेपछि कोलम्बस र रोडेपै फ्रीमा खेल्न पाइन्छ. पछि हामी कोलम्बस खेल्न जाँदैछौँ. फर्स्ट टाइम खेलेको कोलम्बस हो अनि फर्स्ट तर मेरो चाहिँ फर्स्ट टाइम छैन. तर आई एम स्केयर अफ फ्लाइङ कोलम्बस यस्तो रोटेपिङहरू होइन. तर पनि खेल्छु. मेरो बहिनीलाई त म एक्लै पठाउँदिनँ नि त. फ्रीको मौका भन्छ हो. फ्रीको मौका होइन नि. हामीले अगाडि टिकट त 200 काटेको छैन सुबु. के हो बिर्छ? 400 रुपियाँको टिकट हो. तैपनि त्यो टिकट काटे अनुसार चाहिँ तपाईँलाई सेटिस्फाई हुन्छ क्या. किनभने वाल दामी प्लेस छ यो चाहिँ. दुईजनाको 400 हो नि फेरि एकजना होइन. एकजनाको चाहिँ 200. यो टिकट काटेको चाहिँ यस्तो सेटिस्फाई हुन्छ मन नै भएर. यस्तो दामी ठाउँ छ. आउनु होला डु भिजिट. अहिले चाहिँ हामी कोलम्बस अहिले चालु भएको रहेछ अनि स्विमिङको लागि आएको छौँ. अनि ऊ चाहिँ स्विमिङ नखेल्नु नसक्ने अरे. अनि यहाँ काउन्टर आउँदैछौँ. ओके गाइस सी यु लेटर अन. एकछिनमा ड्रेस किनेर लेडिज यहाँ रहेछ. जाऊ एक्सचेन्जिङ रुम जाँदैछौँ. अहिले हामी एक्सचेन्ज गरेर आउनेछौँ. दिस इज माई ओटिडी. आज चाहिँ मैले आउटफिट पनि देखाउनु पाएको थिइनँ किनभने बहिनी थियो. बहिनी आउँदैन सो द्याट्स बाई. अहिले चाहिँ मेरो बहिनी रेडी बाई इज अल रेडी फर स्विमिङ कस्ट्युममा. ओके जम्प लेट्स गो. हेयर क्लिप ल्याऊ. अनि दामी. डराउनु हुँदैन है स्विमिङ गर्ने मान्छे. गो हेड सुबु. यहाँ अब साउन्ड आउने हो कि होइन मेरो. तर आउँछ होला. बिस्तारै जाऊ जाऊ जाऊ. डर के बाद भी जीते जाऊ. मेरो बहिनी चाहिँ अब यहाँ आइपुग्छ है. हेर्दै गर्नुहोस्. वेट फर अ मिनेट. मलाई त क्या मजा आएको. अहिले चाहिँ हामी स्विमिङ सकेर आइसकेको छौँ. अहिले चाहिँ बढेर मान्छेहरू पनि आइपुग्नु भयो. हात्ती
यहाँ चाहिँ रोटेपिङ बन्छ। अब मेरो बहिनी यो नेक्स्टमा फोटो खिच्ने अरे। गुरुजी कहाँ जानु हुने हो? इटरी पुग्ने एकैचोटि? हामी बोट खेल्दैछौँ। यहाँ चाहिँ भाइ हो कि बहिनी? बहिनी चिन भाइ सुब खुट्टाले गर। हामी चाहिँ माछा भएकोमा बोट खेल्दैछौँ। यो स्वान पनि छ यहाँ। सुबु चाहिँ अहिले मिकी माउस खेल्दै हुनुहुन्छ। कम अन सुबु, आऊ। जारो मेरो बच्चा यता हेर। हेर्नुहोस् है, सबैभन्दा सानो बेबी हो कि ठुलो बेबी हो कोक्रोमा। अहिले चाहिँ हाम्रो खाजा टाइम घुमघाम सकेर आज सब अहिले चाहिँ हामी घर पनि आइसकिसक्यौँ। नानीले चाहिँ लुगा फेरिसक्यो। मैले चाहिँ यो टप चाहिँ फेरिसकेको छैन। बुइनले चाहिँ फेरिसक्यौँ। खाजासाजा खाएर आयौँ। एकदम राम्रो ठाउँ छ, हजुरहरू पनि जानु होला, स्पेसली बच्चाहरूको लागि। रिल्स बनाउन अति फोटोहरू खिच्न दामी ठाउँ छ। घुम्न खेल्न ओर्न वाल छ। घुमेर घुमि नसक्नु ठाउँ छ क्या, यति राम्रो ठाउँ छ। 200 रुपियाँ भित्रको टिकट काट्नु भयो भने 2-3 चिज फ्री हुन्छ। एउटा ट्याम्पोलिन सानो बच्चाहरूको लागि, एउटा ठुलो रोटेपिङ अनि एउटा नाउ कोलम्बस। अनि कुइनलाई चाहिँ कस्तो भयो? एकदम कुइनीको चाहिँ फर्स्ट टाइम त। तर मैले सुरुमै स्विमिङ गरेर मैले आधी घन्टामै गरिनँ क्या। खेलेर अलिक गर्मी भयो अनि गर्न मन लाग्यो मलाई स्विमिङ। अन्त उसले चाहिँ फर्स्टमै स्विमिङ भएर मैले त अगाडि नै उसलाई थोरै खेल भनेको थिएँ होइन। के भरे अगाडि चाहिँ कोलम्बसहरू खेल्यौँ अनि गर्मी पनि हुन्छ। अनि त्यसपछि चाहिँ उसलाई मैले स्विमिङ गरेँ भनेको थिएँ, तर ऊ मानेन। तर उसले ठिकै खेल्यो। अब धेरै खेल्नु पनि हुँदैन, जाडै छ। अनि त्यही भयो, एकदम रमाइलो भयो। अनि यो चाहिँ हाम्रो फर्स्ट ब्लग हो। के कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिनु होला। अब कसले हेर्छ हेर्दैन वी डोन्ट नो, तर पनि एकदम रमाइलो भयो हामीलाई। तर म्याक्सिमम मान्छेहरू चाहिँ नि त्यहाँ चाहिँ नि इन्डियन आउनु हुँदो रहेछ। अनि हामी त नजिकैको मान्छे हो। एकदम रमाइलो भयो। सो गाइज बाई, लेट्स सी इन अनदर ब्लग। सी यू गाइज।